दर्शन नमस्ते सेवारो हेलो ब्युटिफुल पिपुल हामी चाहिँ आज बुकिजम्बुल हाइकिङ ट्रेल चढ्दैछौँ। यहाँ चाहिँ बिहानै चढेकोले हामी चाहिँ राम्रोसँग उज्यालो नि भएको थिएन। यहाँ चाहिँ दुईटा बाटोहरू छ। टप हिल जाने बाटो चाहिँ यो हो, यो अनि अर्को बाटोबाट चाहिँ अर्कै ट्र्याक छ। आकाशतिर यसो हेरेको यहाँ चाहिँ लभ क्या पानको पात जस्तै अलिकति पर गएपछि हामीलाई यस्तो हार्ड लेख्यौँ, त्यो चाहिँ ढुङ्गामा लेखिएको थियो। वाउ क्या। अनि फेरि हामी गन्तव्यतिर लाग्यौँ। बाटो चाहिँ लास्टै उकालो छ, तर सिँढीहरू थियो, सिँढीहरू भएको हुनाले चाहिँ हिँड्नलाई एकदम इजी छ। कसैलाई मनमा स्ट्रेस होइन तनाव छ भने चाहिँ यो ठाउँमा आएर स्ट्रेस फ्री गर्न सक्नुहुनेछ। थकान लागेको छ भने चाहिँ थकान मेट्न सकिन्छ। स्पेसली यो ठाउँ चाहिँ सनराइज हेर्नलाई हो। सनराइज हेर्न चाहिँ हामी ढिला भइसकेका थियौँ। सबजना उकालो चढ्दै त्यहाँ भइरहेछ। डेस्टिनेसन चाहिँ आइपुगेको छौँ। सुरुमै चाहिँ यस्तो लेखेको बोर्ड भेटाएँ। वाउ, स्टेसन 12। त्यसपछि यहाँ चाहिँ यस्तो कुराको अर्को बोर्ड लेखिएको थियो, जहाँ चाहिँ यहाँको बारेमा लेखिएको छ। अनि त्यसपछि हामीले यहाँ वरिपरि कोसिस गऱ्यौँ। अनि प्रकृतिको मनमोहक दृश्यसँगै हामी रमायौँ। अनि टाढा टाढाको भ्यूहरू हेर्दै अनि सनराइज चाहिँ भइसकेको थियो हामी पुग्दाखेरि। डेकोरेसन पनि दामी थियो स्पेसली। अनि यहाँ चाहिँ फोटो खिच्नको लागि यहाँ एउटा स्टेसन लेखिएको थियो। अनि बाल्टिनमा गमलाहरू अनि टायरमा पनि क्या दामी क्या गमलाहरू भेट्यौँ। सनराइज भएर यति माथि पुगेको थियो। वाउ, यहाँ मान्छेले चाहिँ पानी बोक्दै आइरहेको रहेछ। बिहान घाम लागिसकेको थियो, उज्यालो चारैतिर रमाइलो। चराहरूको चिरिबिरी आवाजले मनमोहक दृश्यसँगै हाम्रो यो बुकिजम्बुल हाइकिङ ट्र्याक धेरै रमाइलो बनायो। स्पेसल्ली चिरिबिरी आवाज चराहरूको एकदमै मनमोहक र लोभ्याउने वातावरण रहेको छ यहाँ। अनि सुनौलो घामको किरणसँगै हामीले यहाँ चाहिँ भिडियो खिच्ने अवसर पायौँ। वाउ, वरिपरिको वातावरण अनि एक्सर्साइज गर्नको लागि यहाँ पुऱ्याइदा चाहिँ यहाँ अर्कै मान्छेहरू आइसकेका थिए। कति धेरै मान्छेहरू अनि एक्सर्साइजहरू गरिरहेको। यहाँबाट चाहिँ एयरपोर्टहरू पनि देख्न सकिन्छ। मनमोहक दृश्य एकदमै लोभलाग्दो। अनि हामी गयौँ यता जहाँ चाहिँ अर्को स्टेसन। अनि हामीले यो फुललाई वरिपरि
भिडियो बनाउने कोसिस गरेँ। अनि त्यसपछि हामीले यहाँ पनि फोटो खिच्ने ठाउँहरू रहेछ। यहाँ चाहिँ स्पेसल्ली यहाँबाट देखिने अर्को सहर। त्यसपछि हामी लाग्यो पिङ खेल्नतिर। वाउ साथीको घाम तात्ने स्टाइल चाहिँ आहो अच्छा छ हौ अच्छा। अर्को साथी चाहिँ एक्सर्साइज गर्दैछन्। यहाँ अन्य मान्छेहरू पनि आइसकेका छन्। यो समय चाहिँ साँच्चै माई ब्राउन आई। हामीले चाहिँ रुमबाटै तातो पानी लगेका थियौँ। माथि गएर अनि तातो पानी खायौँ। त्यसपछि हामीले पुलको दृश्य अवलोकन गऱ्यौँ। यो चाहिँ छोटो पुल हो। यो ठाउँदेखि पश्चिमतिर रहेको मेबी यो चाहिँ कुनै पनि होटल हुन सक्छ। चारैतिरको वातावरणहरू चाहिँ एकदम रमणीय थियो। यहाँ फेरि हामीले अर्को पुल पश्चिम साइडको पुलमा मनमोहक दृश्य लिने अवसर पायौँ। यहाँ चाहिँ पुलमा गाडीहरू हिँडेको पनि देख्न सक्छौँ। अनि हामी गयौँ यता पूर्व साइडको भ्यू लिनलाई। अत्यन्तै रमाइलो। अनि यहाँ चाहिँ धेरै टाढाको पनि हामी नजिकबाट जुम गरेर देखाउने अनि भिडियो लिने अवसर पायौँ। सो हामी सो ह्याप्पी एन्ड एक्साइटेड। अनि फेरि हामीले कमिलाको बथानलाई देख्यौँ। कमिलाहरू चाहिँ जहिले आफ्नो बथानमा हिँड्छ। मान्छे पनि कमिला जस्तै कमिलाको उदाहरण जस्तो हुनुपर्छ। कहिले अल्छी हुँदैनन् कमिलाहरू चाहिँ। आज हामीले कमिलाबाट के पाठ सिक्यौँ भने कमिला जस्तै मान्छेहरू चाहिँ साथमा अगाडि बढ्यो भने सबै कामहरू सक्सेस गर्न सकिन्छ। अनि यहाँ चाहिँ पुरा डुङ्गाहरू आइरहेको थियो, नाउहरू सरर प्लेन उडिरहेको थियो। अनि त्यो मौका अनि क्याप्चर गर्ने अवसर पनि पायौँ। त्यसपछि हामीले बाँदर भेट्यौँ। थ्याङ्क यू फर वाचिङ।